हार्दिक नमस्कार सम्पूर्णमा। आज हामी पोखरादेखि कुस्मासम्मको रमाइलो यात्रामा छौँ र अहिले हामी पोखराको सिम्पानी क्रस भएर यो हरिचोक हुँदै हेम्जातर्फ लाग्दैछौँ र दाइ ड्राइभिङ गर्दै हुनुहुन्छ, म सँगै दाजुसँगै छु र आदरणीय भिनाजु हुनुहुन्छ, साथै आदरणीय दाजु र भानिज दाइ हुनुहुन्छ। हामी 5 भाइ आजको रमाइलो यात्रामा छौँ। अहिले हामी यो अन्डर कन्स्ट्रक्सनमा रहेको याम्दी पुल, यो नयाँ पुल भन्दैछ, याम्दी पुल क्रस हुँदैछौँ र हाम्रो अगाडि जन्ती सँगै जाने भान्जा सुरेन्द्रको गाडी पनि अगाडि छ। यो बाइकभन्दा अगाडि सुरेन्द्र भान्जाको गाडी छ र हामी सँगसँगै यात्रामा छौँ। ठ्याक्क हामी चाहिँ 2:30 जाँदा हेम्जाको यो भाइरल रोडमा प्रवेश गऱ्यौँ है साथीहरू। दाइ चाहिँ ड्राइभिङ गर्दै हुनुहुन्छ। पछाडि चाहिँ भिनाजु हुनुहुन्छ। भिनाजु कस्तो अनुभव भइरहेछ? हो दाइ, कस्तो अनुभव भइरहेछ? एकदम रमाइलो भइरहेछ, एकदम रमाइलो। एकदम हजुर, आज रमाइलो भएको छ। आज यो कति वर्षमा भतेजको बिहामा आउनु पाइयो, भाग्यलाई जुराएको भनौँ न होइन। अहिले 1 वर्षपछि आज बिहामा आइयो, रमाइलो लाग्यो, खुसी पनि लाग्यो। संयोगले आज सागर बाबुको बिहामा हामी 5 भाइ सँगै यात्रा गर्न पायौँ। एकदमै खुसीको कुरा। संयोगले जुराएको यो यात्रा निकै रमाइलो भइरहेछ र हाम्रो भिडियो चाहिँ सुरुबाट अन्तिमसम्म हेर्नुहोला र च्यानल चाहिँ लाइक गर्नुहोला, प्रतिक्रिया दिनुहोला कमेन्ट गरेर र सेयर पनि गरिदिनु होला, साथै च्यानल सब्सक्राइब पनि गरिदिनु होला साथीहरू। मलाई त त्यति छैन क्या, नामहरू त यहाँको थाहा छैन। अब त्यति राखेको हेर्दा नि हेरिने मैले थाहा पाएँ। भट्टे खोलो होइन, घट्टे। यताबाट त कहाँ जान्छ अरे? यता धम्पुस है। अब जग्गै त्यस्तो भएर यो बाटो त उता माथि बनाएको होला। साथीहरू, हामी भर्खरै घट्टे खोलाको पुल पार गरेर उकालो लागियो। हेम्जाको भाइरल रोड पनि क्रस गरिसकियो र त्यसपछि आउने घट्टे खोला पार गरेर अहिले उकालो तर्फको एउटा नयाँ पुल क्रस गरियो र यात्रा एकदमै रमाइलो भइरहेको छ। दुलाको घरबाट मैले पहिला भने कि भन्न, तपाईँको हामी चाहिँ आज सागर र साइली बाबुको विवाहमा एउटा जन्तीको रूपमा हामी जाँदैछौँ कुसमा र दुलाको घरबाट निस्कँदा अलिअलि पानी परेको थियो। जब हामी यता फिर्केतिर आइपुगेका थियौँ, बागलुङ बस पार्कतिर पानी ठुलो पर्यो। त्यसपछि हामीले एउटा गाडीको जुन पानी सफा गर्ने वाइपर पनि चेन्ज गऱ्यौँ। त्यो चेन्ज नगरे भए साह्रै गाह्रो हुँदो रहेछ
र पानी यति घनघोर परिरहेको छ, हेर्नुहोस्, साध्य नै छैन। कहीँ कतै साइडबाट कतै केही देखिएको छैन। अगाडि यही वाइफरले सफा गरेर अगाडिको मात्रै देखिराखेको छ र यात्रा एकदमै रमाइलो भइरहेछ। अब हामी चाहिँ ठ्याक्क तपाईँको नौडाँडातिर प्रस्थान गर्दैछौँ। नौडाँडा दुईवटा छ, एउटा स्याङ्जा नौडाँडा, एउटा कास्की नौडाँडा। हामी चाहिँ ठ्याक्क अब केही समयपछि कास्की नौडाँडा प्रस्थान गर्दैछौँ र आजको यात्रा यति रमाइलो भयो, यति अविस्मरणीय भयो, यसको कुनै वर्णन गरेर साध्य नै छैन। र हाम्रो भिडियो तपाईँहरूले अन्तिमसम्म हेर्नुहोला। एकदमै रमाइलो यात्रा छ। कहिलेकाहीँको यो संयोग, कहिलेकाहीँको यो यात्रा यति रमाइलो हुँदो रहेछ नि साथीहरू, त्यसको कुनै वर्णन गरेर साध्य नै छैन। र अब केही समयपछि हामी कास्की नौडाँडा प्रस्थान गर्दैछौँ। पानी एकदमै घनघोर परिरहेको छ। हामी चाहिँ अन्नपूर्ण गाउँपालिका वडा नम्बर 1 नौडाँडा आइपुग्यौँ है साथीहरू। ठ्याक्क अहिले चाहिँ 3 बज्यो। 3 बजे चाहिँ हामी नौडाँडा आइपुग्यौँ। नौडाँडामा झन् पानी घनघोर चौधारे परिरहेको छ। कास्की नौडाँडा है? हजुर, स्याङ्जा नौडाँडा उता छ। यो नौडाँडा भनेको मलाई थाहा थिएन कि। थाहा भयो होइन, म सुनिरहेको थिएँ, टोकको चाहिँ उठेन झुक्के त नौडाँडा हजुर उठ्दै मात्रै होला बनाएको छ। नागडाँडा काटेर चाहिँ हामी चाहिँ अहिले यो पाउँदुर आइपुग्यौँ है। पाउँदुर यस्तो अँधेरो, ठ्याक्कै साँझ रात पनि लाग्यो जस्तो भयो क्या। पाउँदुर यही यो चाहिँ दिउँसै रात पारिदियो मौसमले। ट्याक्कै त्यो ब्याङ्कको हाकिम अगाडि म्यानेजर, हामी कर्मचारी। साथीहरू, हामी भर्खरै पाउँदुर क्रस गऱ्यौँ। अन्नपूर्ण गाउँपालिकाको यो पाउँदुर एरिया क्रस गरेर हामी काँडेतिर अगाडि बढ्दैछौँ र काँडे पनि एउटा रमाइलो ठाउँ छ। पोखरादेखि कुस्मासम्मको बाटोको बिचमा रहने यो काँडे बजार निकै रमाइलो छ। यहाँबाट हामी अस्ट्रेलियन बेस क्याम्प जान सक्छौँ, पैदल मार्ग छ। र काँडे बजारको यो दृश्य हेर्नु कस्तो रमाइलो छ। सानो तर एकदमै रमाइलो, एउटा हाइवेमा रहेको खाजा खाने ठाउँ, बस्ने ठाउँ, निकै रमाइलो छ। र काँडे बजारबाट हामी अगाडि अब लुम्लेतिर प्रस्थान गर्दैछौँ। लोड गरेर जारे 3 बजे आइपुग्यौँ। बाटो गाड्ने बाटो देखाउनु भन्छ त, कहाँ जानु अन्त धुन्दा कतिमा गाडी देख्छ भएन अनि एकपल्ट त्यही काँडेमा आएर कम्पनीको हाम्रो समितिको साथीहरू त्यहाँबाट ट्रेकिङ गरेर अस्ट्रेलियन बेस क्याम्प गर्थ्यौँ कि, त्यहाँबाट पारीको डाँडा काँडेसम्म बसमा आयौँ। त्यहाँबाट हिँडेर लगभग 1.5 घन्टा 2 घन्टा हिँड्यो होला। यो कृषि अनुसन्धान निर्देशनालय। हामी चाहिँ काँडे बजार क्रस गरेर
अब यो लुम्ले एरियामा प्रवेश गर्यौं र लुम्लेमा सबैभन्दा धेरै पानी पर्छ। नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ लुम्ले र लुम्ले कृषि अनुसन्धान केन्द्र नेपालको एउटा कृषि अनुसन्धान केन्द्र हो। प्रख्यात प्रचलनमा धेरै नाम चलेको यहाँ कृषि अनुसन्धान गरिन्छ र यो बाटो ओह्रालो छ, पानी पनि एकदमै परिरहेको छ। हामी चाहिँ अहिले 3:15 बजे लुम्लेको एरियामा छौँ। पानी चाहिँ मुसलधारे वर्षा घनघोर वर्षा चाहिँ अहिले कम भएको छ, लगभग बन्द भएको छ। साथीहरू, हामी लगभग काँडेको एरिया पार गरिसकेपछि अहिले लुम्ले कृषि अनुसन्धान केन्द्रकै एरियामा यात्रा गरिरहेछौँ र यो बाटो एकदमै ओह्रालो र घुम्ती छ। यहाँ यात्राका क्रममा प्यासेन्जरहरूलाई भनौँ न स्टाफहरूलाई खाजा खुवाउने होटलहरूदेखि लिएर सानादेखि ठुला होटलहरू, रेस्टुरेन्टहरू, ढाबाहरू छन् र योभन्दा तल केही तल पुगेपछि अब नामै एरियाको नाम नै ढाबा भन्ने एरिया छ यहाँ र यात्रा एकदमै रमाइलो भइरहेको छ। यो लुम्लेको ओह्रालोबाट पारी निकै रमाइला गाउँहरू पनि देखिन्छन्, तर ठ्याक्कै गाउँको नाम चाहिँ के छ अब हामीलाई पनि थाहा भएन। ल हेर्नुहोस्, यो चाहिँ ढाबा, यो एरियाको नाम नै ढाबा हो है। त्यो बोर्डमा लेखेको जुन एरिया छ नि यो ढाबा भन्छ। इन्डियातिर चाहिँ ढाबा भनेको के भन्छ, सानो सानो होटलहरू जस्तै खाजा खाने के हुन्छ नि त्यस्तोलाई ढाबा भन्छ क्या। यहाँ चाहिँ हाम्रो यो लुम्ले एरियामा एउटा ढाबा भन्ने एरियाको नाम नै ढाबा छ कि। पार गरी हामी चाहिँ अन्नपूर्ण त्यो पहाडीको गाउँ के हो? त्यो पहाडी गाउँ मिठो गाउँ रहेछ नि। हामीहरू ढाबा एरिया पनि क्रस गरिसकेका छौँ र ढाबा एरिया सकिँदै गर्दा एउटा धोती खोला पुल भनेर थियो। जुन धोती खोला पुलको विषयमा एकछिन हामीसँग हाँसो मजाको कुराहरू पनि भए। कहाँ धोती खोला पुल, पुलको नाम पनि कहाँ धोती खोला, अथवा खोलाको नाम पनि कस्तो धोती खोला भनेर राख्यो होला। कुनै इन्डियनहरू आएर हेऱ्यो भने नेपालीहरूले धोती भनेर कस्तो भनौँ न, पहिला पहिला, अहिले त अब सबै शिक्षित भइसक्यो भन्दैनन्। अझै पनि कतिपय दुर्गम गाउँहरूमा इन्डियनहरूलाई धोती भनेर जुन भन्छ नि, तिनीहरूले बुझ्यो भने हेऱ्यो भने त अचम्म मान्छ होला भन्ने कुरा हुँदै हामी एकछिन हाँसो मजा पनि गऱ्यौँ। र अब
धोती खोला पुलभन्दा तल शीतल गुफा भन्ने एरिया पनि हामीले क्रस गरिसक्यौँ र शीतल खोलाभन्दा तल झोबाङ चोक थियो, झोबाङ चोक पनि क्रस गरिसक्यौँ। अब हामी नयाँ पुलतर्फ लाग्दैछौँ र यो चाहिँ ठ्याक्कै नयाँ पुल एरियामा आयौँ हामी। यो नयाँ पुलबाट घान्द्रुक जाने बाटो छ, घान्द्रुक चोक पनि भनिन्छ र यो हाम्रो कास्की जिल्लामै पर्छ साथीहरू है। ठ्याक्कै हामी नयाँ पुल घान्द्रुक चोकमा आइपुग्यौँ। र यहाँबाट कास्की जिल्ला समाप्त। ठ्याक्क 3:30 बजे चाहिँ हामी चाहिँ पर्वत जिल्ला के भन्छ सीमामा प्रवेश गऱ्यौँ है। कास्की जिल्ला सीमा समाप्त गरेर ठ्याक्क 3:30 बजे चाहिँ पर्वत जिल्ला प्रवेश गऱ्यौँ। हेतु पावरमा कत्रो आएको त नि पानी, आमामा। साथीहरू यो ठ्याक्क नयाँ पुलसम्म हाम्रो कास्की जिल्ला पर्दछ र नयाँ पुल तर्ने बित्तिकै केही अगाडिबाट धौलागिरी अञ्चल सुरु हुन्छ, पर्वत जिल्ला सुरु हुन्छ र पर्वत जिल्ला लाग्ने बित्तिकै बाटो चाहिँ राम्रो देखिएको छ र पानी पनि लगभग बन्द भइसकेको छ पानी पर्नलाई र हामी ठ्याक्क मोदी खोलाको तिरै डिमुवा बजारतिर लाग्दैछौँ। हिजो र आज परेको अविरल वर्षाले मोदी खोला एकदमै उर्लिएर आएको छ र सुन्नमा आएको छ उता घान्द्रुक जाने बाटोतिर केही क्षति पनि पुगेको छ भन्ने कुराहरू सुनिएको छ र यो मोदी खोला जलविद्युत आयोजना पनि छ कि हो डिमुवा बजारभन्दा थोरै तल र अहिले हामी यही मोदी खोलाको तिरै एकदम रमाइलो यात्रामा छौँ। देब्रे साइडमा अग्लो पहाड छ र दाहिने साइडमा मोदी खोला उर्लेर बगिरहेको छ। एकदम लगभग 3:40 मा चाहिँ हामी डिमुवा बजार आइपुग्यौँ। साथीहरू मोदी खोला पुल, मोदी खोला मोदी खोला मोदी गाउँपालिका पर्वत यहाँ पाती चौर उर्लिने यहाँबाट कहाँबाट छ कि हाम्रो सामुदायिक छोरीको पाती चौर हो र यहाँ पाती खोला पाती खोला पुल यही रहेछ कि यहाँबाट उर्लिएको सुस्मिताको घरको जानुभएको थियो होइन यहाँबाट एक को आएको थियो क्या मेरो गाडीमा यहाँबाट घर जस्तो लाग्यो। अच्छा
ल हामी चाहिँ ठ्याक्क 4:15 बजे अम्बोटे भन्ने ठाउँबाट अब कुस्मातिर लाग्दैछौँ। अम्बोट पर्वत कस्तो भयो खाजा दाजु? एकदम एकदम के अरे कुन ठाउँ अरे अम्बोट भन्ने ठाउँमा यो चाहिँ मोदीको ताजा लोकल माछा मोदी खोलाको माछा खाइयो। हजुर सबभन्दा ठुलो कुरो त त्यही नै राम्रो लाग्यो। एकदम मेमोरी फेरि यात्रा सुरु भयो है अब पर्वततिरको। दाइले चाहिँ अब मापसी पर्छ खानु भएको छैन। अब घर गएपछि खाने दाइले एकैचोटि पर्वत खाजा घर एन्ड रेस्टुरेन्टमा खाजा खाएपछि हामी अम्बोट भन्ने ठाउँबाट अब कुस्मातिर लाग्दैछौँ। मिठो खाजा खायौँ। यात्रामा 5 दाजुभाइ बसेर सँगै बसेर खाजा खाँदा छुट्टै आनन्द आयो, छुट्टै रमाइलो भयो। सधैँको लागि मेमोरी एकदमै अविस्मरणीय पल रह्यो। भोग खाजा भन्दा पनि हाम्रो भेटघाट र सँगैको खाजा खुवाई चाहिँ एकदमै मिठो भयो। हामी चाहिँ मोदी खोलाको किनार रहेको पर्वत बाटो जाँदैछौँ र यस्तो रमाइलो छ यहाँको सिनहरू, हरियाली, डाँडा काँडा। दाजुलाई चाहिँ जाडो भइरहेछ है पर्वततिर आएपछि। पर्वततिर आउँदाखेरि त अब जकेटै लाउनु पर्ने भयो। जकेटै लाउनु पर्ने भइसक्यो है। यतातिर गर्मीले चाहिँ यहाँ भूकम्प बनाएको होइन जो अघि लागेको गोठ अलि कम्ती भयो क्या? भित्री गोठले चाहिँ काम दिएन, काम लागेन, अलिक कम भयो। परादी भन्ने ठाउँ पनि रहेछ ल यहाँ। ठ्याक्क के भन्छ डिमुवा पछि अम्बोट पछि परादी भन्ने ठाउँ रहेछ है पर्वतको साथीहरू। बाटो चाहिँ एकदम A1 छ। गाडीमा भएको यही त हो, यहीँनिर हो क्या है? यही हो। यस्तो सजिलो बाटो आयो नि। यहाँ चाहिँ हाम्रो छोराको चाहिँ एक्सिडेन्ट, एउटा दुःखद घटना घटेको थियो र केही समस्यामा पनि पारे यहाँका ठेकदारहरूले, यहाँको पुलिस प्रशासनले हाम्रो पटेल फ्यामिलीलाई चाहिँ तनाव दिए। सायद यो कुस्माको गेट होला। कुस्मा पर्वत कुस्मा चाहिँ हामी इन्ट्री गरियो है। पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार। यस आज चाहिँ टक्क 5 भाइ भएर कुस्मा बजार चाहिँ हामी चाहिँ जन्तीको रूपमा चाहिँ यात्रा गर्दैछौँ।
हामी चाहिँ रमाइलो यात्रा लगभग पुरा गरी कुसमा आइपुग्यौँ। पोखरा 27 अर्घौँदेखि कुसमा पर्वतको कुसमा बजार आइपुग्यौँ र अब ठ्याक्कै हामी 5 जना दाजुभाइलाई विवाह कार्यक्रम आयोजना गरिएको पार्टी प्यालेस थाहा नभएर सोध्दै खोज्दै भित्री बाटो हुँदै गरी हाइवेमै निस्किन्छौँ, फेरि भित्री बाटो हुँदै घुम्दै लगभग 10-15 मिनटपछि हामी पार्टी प्यालेस पुग्छौँ। पार्टी प्यालेस पुगेर केही समयपछि खाना खाने कार्यक्रम सकेर फेरि हामी 1 घन्टा बसाइपछि घरतिर फर्कन्छौँ र हाम्रो आजको यो पोखरा टु कुसमाको यात्रा रमाइलो भयो। हेरिदिनु भएकोमा सबैलाई धन्यवाद। सुरुबाट अन्तिमसम्म हेरेर हाम्रो यात्राको विषयमा तपाईका मिठा टीका टिप्पणी र सुझाव प्रतिक्रियाहरू दिनुहोला। भिडियोलाई पनि लाइक, शेयर, सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद। आजको हाम्रो यात्रा यतिमै टुङ्ग्याउँछौँ। बाई बाई।